सानो कुरादेखि म अगाडि बढ्छु है। फर्स्ट अफ अल यो एडमिनभित्र हामी जुन यो ल्यान्डिङ पेज पाइरहेको छौँ यो भनेको index.php पेज हो। पहिला यो कुरा थाहा छ हो। र यो index.php पेजसँगै अरू पेजहरू पनि हामीसँग छ। कान्छो प्रोजेक्टलाई अर्को एउटा प्रोजेक्ट बनाउने एडमिनभित्र इन्डेक्स सँगसँगै अरू पेज पनि छ, लगइन र लगआउट है। र अहिले जुन इन्डेक्स पेज उसले एक्सेस पाइरहेछ हामी यो एज्युम गरौँ कि इन्डेक्स पेज लगइन नगरिकन एक्सेस गर्न सक्दैन। पहिला लगइन हुन्छ अनि एक्सेस गर्छ, नत्र एक्सेस गर्न पाउनु भएन। अहिले डाइरेक्ट पाइरहेछ पाउनु भएन। त्यसको लागि चाहिँ हामीले यो इन्क्लुड बनाएर कुरो चाहिँ साथीले ठिकै छ। इन्क्लुडभित्र session.php पेज छ, यसमा अलिकति सानो काम गर्नुपर्छ। अब सेसनको काम सानो काम म यहाँ गर्छु, म यो सबै हटाउँछु। अनि स्टार्टिङ सेसन र इम्पोर्टेन्ट कुरा मैले बोलेको कुरा पनि यहाँ रेकर्ड हुन्छ नि थाहा छ नि तपाईँलाई। इम्पोर्टेन्ट कुरा यो हो कि सेसन स्टार्ट भन्दा माथिपट्टि के पनि मुख्य कुरो यो हो। हेर्नु फेरि साथीहरू, मुख्य कुरो यो हो कि कहिले पनि यस्तो गर्नु स्पेस एटलिस्ट केही पनि हुँदैन, टप पनि हुनुपर्छ। यसमा हामी जति पनि इन्टर हान्न पायो तर योभन्दा बाहिर स्पेस हुन्छ हामी पाइयो। ठिक छ। सेसन स्टार्ट पछि अब नेक्स्ट सेसन स्टार्ट आउटपुट जेनेरेट हुन्छ। आउटपुट भएपछि सेसनले काम नगर्न सक्छ, अलमोस्ट काम गर्दैन। सेसन स्टार्ट भयो। अब म यो कुरा चेक गर्छु, चेक वेदर द की एक्जिस्ट अर नट। भनेपछि इफ नट इज सेट $_ session use admin login भन्ने सेट छैन भने हामी यो कि सेसनमा क्रिएट भएको छ कि छैन त त्यो कुरा चेक गरिरहेको छौँ। नट इज सेट भन्नेले सेट छैन है, त्यो केसमा यो काम गर है भन्न खोजिरहेको छ। सेट नभएको केसमा यो काम गर। के काम गर त भन्दाखेरि यहाँनिर एउटा हेडर भन्ने फङ्सन युज गर्न सक्छौँ। यो भनेको चाहिँ कन्टेन्ट टाइप डिफाइनर हुन्छ। कन्टेन्ट टाइप डिफाइनर अब यहाँबाट हामीले लोकेसन भन्ने टाइप कन्टेन्ट टाइप डिफाइन गर्छौँ। यहाँबाट लगइन र लोकेसन। अब यो त इन्क्लुड भन्ने फोल्डरभित्र session.php पेज हो, तर कहिले पनि हामी यहाँनिर गएर त इन्क्लुड त भन्दै रहेछ नि। include session.php यस्तो त कहिले पनि गर्दैन। हामी के गर्छौँ, हामी त्यसलाई जहाँ चाहिन्छ त्यहाँ युज गर्छौँ। अब हामीलाई चाहिएको छ अहिले इन्डेक्स पेज भनेपछि यो कन्टेन्टलाई इन्क्लुड गर्नको लागि हामीसँग छ यहाँनिर इन्डेक्स पेज। इन्डेक्स पेज अब हेडर माथि लेखाएको छ, हेडर इन्क्लुड गरेको छ। योभन्दा माथि केही पनि हुँदैन। बाई चान्स मैले गरेँ यहाँनिर के गरेँ, इन्क्लुड सेसन हो, लगइनमा ल्याएँ। अब लोकलको कन्फिगरेसनमा मजाले काम गरिरहेछ, तर यो पनि आउटपुट हो। ठिक छ, यो आउटपुट हो। साथीले लैजानु पर्ने थियो होला हेडरमा अलरेडी
यो स्पेस पनि हुनु हुँदैन, यो स्पेस हुने बित्तिकै सेसन यहाँ इन्क्लुड छ, माथि स्पेस देख्छ, यो पनि हुनु हुँदैन। अब सेसन इन्क्लुड गरेपछि अब म जतिचोटि पनि जान खोजे पनि उसले मलाई के गर्छ, इन्डेक्स र पेजमा जान खोजे पनि लगइन गराइदिन्छ। किन त्यस्तो भयो त? अब मलाई इन्डेक्स यसले एक्सेस हुनै दिँदैन। कति बेलासम्म हुनु दिँदैन? जबसम्म म यो सेसनको की बनाउँदैन तबसम्म उसले लगइनमा पठाइ गर्छ। किनभने म जतिखेर इन्डेक्स रिक्वेस्ट गर्छु त्यतिखेर उसले के गर्छ, सेसनको कन्टेन्ट हाल्छ, त्यो सेसनको कन्टेन्टमा यो छ कि यदि यो छैन भने लगइनलाई पठा। अब हामी एक्सेस पाएनौँ, अब हामी एक्सेस पाउँदैनौँ, जबसम्म हामी त्यो दिँदैनौँ तबसम्म पाउँदैन। अब यो त लगइन पेज हो, अब हामीलाई त लगइन सिस्टम चाहियो। त्यसको लागि चाहिँ यो जुन लगइन पेज छ म केही पनि गर्दिनँ, जस्ट यो एडमिनको सबै इन्डेक्सको सबै कुराहरू म के गर्छु, हालेर हाल्छु र यो अब सेसन हाल्दैन। किनभने लगइनमा आउनको लागि लगइन हुनुपर्छ भन्ने त छैन, हामीलाई त इन्डेक्स पेजमा लगइन नभइकन जान नदिने भनेर पो सेसन हाल्यो त होइन। तर लगइन पेजमा आउनको लागि लगइन हुन जरुरी छैन। त्यसलाई मैले त्यो हटाइदिएँ। यदि त्यो हटाइएन भने के हुन्छ त, इन्डाइरेक्ट लुप हुन्छ, लगइनबाट लगइनमा पठाइ गर्छ, यहाँ हुन्छ। त्यही भएर यो चाहिने कुरा होइन। अब सेम छ, इन्डेक्समा त जान दिइरहेको छैन, लगइनमा कुरा हेरेको छ तर दुइटै एउटै छ। अब हामी देखिरहेको छौँ यो हेडरमा यो कुराहरू छ, यो मेनुहरू छ, यसलाई पनि कन्ट्रोल गर्नु सक्छ। यो लिङ्कलाई र यसलाई चाहिँ म यदि त्यो सेसन छ भने मात्रै देखाउने नत्र नदेखाउने भन्ने के गर्छु, हेडरमा छ हामी देखिरहेछौँ यो डिप हो है, मलाई जहाँसम्म लाग्छ यही डिप हुनुपर्छ। यो डिप छ, यति डिप छ। यसलाई म के भन्छु यहाँबाट भने पिएचपी हाल्छु र यहीँ राख्छु। इफ सेट के छ भने डलर अन्डरस्कोर सेसन, अघि हामी के बनाइरहेको थियौँ, न्यू एडमिन लगइन भन्ने कि यदि छ भने मात्रै के र यो होइन, यहाँ लुके कि भनेर भ्यू सोर्स गऱ्यो भने त आउने कुरै भएन। किनभने पिएचपी भनेको पहिले के हुन्छ, सर्भरमा रन भएर आउटपुट बनाउने। अब उसले यो आउटपुटै बनाउँछ, किनभने यो सेसन किने हुँदैन, उसले यो एक्जिक्युट गर्छ। ठिक छ, त्यही भएर हामी यहाँनिर टपभित्र यति मात्र देखिरहेछौँ, डिप क्लोज यो देखिरहेछौँ अनि डिप क्लोज यो बिचको पार्टै छ हो। अब सेम त्यस्तै हामी यहाँ अरू पनि देखिरहेछौँ मेनुहरू, यसलाई पनि म कन्ट्रोल गर्छु, एउटा मात्रै मेनु राख्ने कोसिस गर्छु। जस्तै कि यहाँनिर यो छ, जस्तो मेनु देखिरहेछौँ हामी, जस्तो यो जुन यसलाई आइटमहरू छ, जुन यो यसलाई आइटमहरू छ यसलाई म कन्डिसनल बनाउँछु। अब भनेको यो भित्र म एउटा कन्डिसन राख्छु, एल्स मैले गर्न खोजेको के हो भने यदि यो सेसन की छ भने यो मेनुहरूको लिस्ट हुनु पर्यो, होइन भने यो मेनुको लिस्ट हो। ठिक छ, अब ब्राउजरमा हेरौँ त, सबै मेनु गयो, एउटा मात्रै आयो, एउटा मात्रै आइरहेको छ। अब यसलाई म के गर्छु भन्दा क्लास एक्टिभ भन्ने हाल्छु।
र यसलाई म दिन्छु login.php मा जाने र आयो लगइन हुने आयो अरू केही पनि छैन जबसम्म लगइन हुँदैन म तबसम्म त्यो कुराहरूले देखाइदिनु किनभने त्यो की नै एक्जिस्ट हुँदैन ठिक छ अब म्यासेज यहाँ छ म्यासेजलाई पनि बनाउनु पऱ्यो यिनीहरूलाई मलाई एउटा लगइन सिस्टम चाहिएको छ यसमा यो त लगइन पेज हो अब मलाई यो कुराहरू सबै चाहिएको छैन मलाई जस्ट यो फर्म मात्रै चाहिएको छ जसमा मैले लगइनको लागि यो युजरनेमको लागि एउटा युज गर्छु त्यस्तै अर्को एउटा युज गर्छु दुईवटा हुन्छ ठिक छ अब त्यसको लागि चाहिँ यो लगइन हो हामी देखिरहेको छौँ यो म्यासेजलाई म टक्क काट्छु यहाँबाट र यहाँनिर गएर म्यासेज भन्ने छ यसमा राख्छु है म्यासेज भन्ने मैले लगइनको थ्रुबाट काटेँ त्यहाँ लाग्यो र यहाँ प्रिन्ट कुनै डाउट हुँदैन मैले जस्ट के गरेँ डिफ्रेन्ट फाइलमा राखेँ जसरी हामीले फर्म सर्ट्सहरू राख्यौँ त्यसले केही पनि फरक पार्छ भन्ने मलाई लाग्दैन जस्तो त्यस्तै छ छैन अब मलाई यो कुराहरू चाहिएन यो डाटा लिस्ट गर्नको लागि यो साइड बार छ यो चाहिएन मलाई फर्म मात्रै चाहिएको छ लगइन गर्नु छ त्यसबाट डिजाइनमा अब मलाई यो चाहिएको छैन अहिले भनेपछि यो भनेको कति हो त थाहा पाउनु पऱ्यो अब मलाई जस्ट यति मात्रै चाहिएको छ यो पनि चाहिएको छैन यसमा कर्सर राख्छु मैले अहिले जुन चुज गरिरहेको छु त्यो बक्स हो त्यसको प्यारेन्ट यो बक्स छ त्यसको प्यारेन्ट साइड बार छ त्यसको प्यारेन्ट मेन छ तर मेनले सबै सिलेक्ट गर्छ तर मलाई साइड बार मात्रै अडाउँछ सिलेक्ट त्यस्तै यसलाई चुज गर्छु म ए ट्यागमा छु त्यसको प्यारेन्ट H3 TT TR टेबल यो डिप टेबल यो छ डिप बक्स यो पुरै सिलेक्ट गर्छु भनेपछि यति मात्रै चाहियो यसलाई देखाउँछु अब जाने यति मात्रै आयो फर्म मात्रै अरू आयो है अब यो म्यासेज यतिकै आइरहेको छ यतिकै आउनु भएन रङ म्यासेज मात्रै चाहियो लगइन गर्दाखेरि इरर भयो होइन अहिले सक्सेस म्यासेज त पछि चाहिन्छ त्यसको लागि पनि म यहाँनिर अलिकति सानो काम गराउँछु जस्तो म्यासेज देखाउनको लागि चाहिँ कन्डिसन PSP if reset $, यदि सक्सेस भन्ने भेरिएबल छ भने सक्सेस म्यासेज देखाउने else if reset error भन्ने छ भने इरर मात्रै देखाइराख्नु भएन इरर भए पो देखाउनु यो सक्सेस भन्ने म्यासेज भेरिएबल छ भने सक्सेस भेरिएबलमा जे छ त्यो कुरा यसमा देखाउनु पर्यो तलपट्टि अरू कुरा यदि इरर भेरिएबल एक्जिस्ट छ भने इरर डिप देखाउँछ त्यो इरर फर्मेटको म्यासेज देखाउँछ बक्स यदि सक्सेस छ भने सक्सेस भनेपछि यो सक्सेस र दुइटै छ किन अहिले इरर भन्ने भेरिएबल पनि कतै सेट छैन सक्सेस भन्ने पनि छैन जब हामी युजरनेम पासवर्ड प्रोभाइड गर्छौँ तब रङ हुन्छ त्यस्तो केसमा मात्रै हो अब लगइन गर्नको लागि चाहिँ हामीलाई यहाँनिर अझै काम गर्नुपर्ने रहेछ होइन मलाई यो करेन्ट आर्टिकल भन्ने अब यो एड न्यू आर्टिकल भन्दा चाहिँ यो फर्म छ यहाँनिर देखिरहेको छौँ हामी एड न्यू आर्टिकल यसलाई म भन्छु अब यहाँ धेरै कुराहरू देखाएको छ जस्तो म डिजाइन मोडमा जान्छु अब यसमा मलाई यो पनि चाहिएन यो पनि चाहिएन मलाई जस्ट यो मात्रै चाहिएको छ भनेपछि म के गर्छु यो एउटा टेक्स्ट एरिया हो त्यसको प्याराग्राफ योबाट है यो पिट्याग पुरै हटाउने यो पिट्याग पनि हटाउने
एप्लाई सोर्स फर्मेटिङ गर्दा टक्क मिलेर बस्छ ठिक छ। अब हेर्नु न दुईवटा हटेपछि एउटा मात्रै छ। अब यसलाई के भन्नु पाएको यहाँ दुईवटा बटन हुन्छ एउटा मात्रै चाहियो पनि चाहियो। अब सबमिट भनेर लेख्नुहोस्। यसलाई म के गर्छु यहाँबाट सबमिटको ठाउँमा प्रपर्टिजबाट यसलाई म लेखिदिन्छु। यसको नाम नाम छ लगइन। अब युजर नेम सँगसँगै अर्को पनि चाहियो यो एउटा प्याराग्राफ है होइन। लगिन फर्म तयार। अब लगिनको लागि चाहिँ नामहरू डिफाइन गर्नु पर्यो। यो आइटमको नेम हुनु पर्यो, युजर नेम यसको नेम हुनु पर्यो, पासवर्ड यसलाई राख्नु आयो ठिक छ। यसको नेम राख्यो लगइन भनेपछि सबैको नाम डिफाइन गर्यो। अब युजर नेम र पासवर्ड प्रोभाइड गरेर लगइन गरिसकेपछि मात्रै उसले इन्डेक्समा एक्सेस दिनुपर्छ। अझै पनि दिनु तिमी चान्सै छैन किन त्यो किन एक्सेस दिने उसले लगइन पठाएको छ लगइन आइपुग्छ। अब जब हामी लगइनको प्रोसेस गर्छौँ तब के हुनु पर्यो लगइन हुनु पर्यो भनेपछि हामी युजर नेम पासवर्ड प्रोभाइड गर्छौँ। रिमेम्बर मी गर्न पनि सक्छौँ नगर्न पनि सक्छौँ। यसमा क्लिक गर्छौँ। अब कोडमा जाऊँ र हेडर भन्दा यसमा पनि सेसनमा काम गर्नुपर्छ स्टार्टिङ सेसन किनभने यसमा सेसन इन्क्लुड गर्न पाएन। स्टार्ट त्यसपछि चेक फर पहिला चेक गर्नु पर्यो इफ सेट $_ पोस्ट लगइन भन्ने गरेको छ कि छैन पोस्ट गरेको छ कि छैन त्यसलाई चेक गर्ने। त्यो चेक गर्नु पर्यो। अनि त्यसपछि के चाहियो युजर नेम दिन्छ $_ पोस्ट युजर नेम दिन्छ पासवर्ड बटनको नेम भयो नि पोस्ट हुने आइटम भयो। युजर नेम पासवर्ड अब म एउटा स्टार्टिङ चेक गर्छु है पछि डाटाबेसमा गर्नुपर्छ हामीले इफ
कसरी आयो जब म लगइन बटनमा क्लिक गर्छु तब के भयो पोस्ट भयो युजर नेम पासवर्ड ब्ल्याङ्क छ दुईटा म्याच हुँदैन एल्समा जान्छ इरर भन्ने भेरिएबल बनाउँछ यदि इरर भन्ने भेरिएबल छ भने के भयो इरर भन्ने यो पुरै देखाउनु गयो त्यहाँ इरर हुन्छ कन्फ्युजन छ एकदम सिम्पल छ यहाँसम्म त अब मलाई सिम्पल लाग्यो साथीलाई नलाग्यो गाह्रो हुन्छ होइन अब लगइन गर्नको लागि चाहिँ युजर नेम पासवर्ड भयो भने मात्रै काम गर्नु भनेर हामीले इन्डेक्समा दिन्छ अब यहाँ युजर नेम एडमिन र पासवर्ड पास भयो भने के गर्ने बल्ल सेसन युजर नेम के त न्यू एडमिन यो कि भन्नु पर्यो त्यसमा युजर नेम भनेर राख्नु पर्यो ठिक छ अब म लगइनमा गएर यतिकै क्लिक गर्छु इरर दिन्छ तर म जब एडमिन र पास दिन्छु तब पाएँ अब सेसन पाएँ कि त्यो कार्डले कुन चाहिँ डिलिट गरेँ मैले सेसन लगाएर कन्डिसनली डिस्प्ले गरेको अब त्यो के एक्जिस्ट भयो अब हामीलाई फेरि त्यो लगइनमै राखिराख्ने कुरो भयो भने कहाँ पठाउनु पऱ्यो इन्डेक्समा पठाउनु पऱ्यो बेसी यहाँनिर गएर लोकेसन म ब्राउजर क्लोज गर्छु ब्राउजर क्लोज गरेपछि के भयो सेसन गयो नयाँ सेसन चाहियो नयाँ सेसन बनाउने नयाँ सेसन फेरि लगइन छैन अरू कुरा लगइन गरेर हिरर दिन्छ जे पनि लाग्यो त्यो हानेर हिरर दिन्छ र के छ एडमिन ठिक छ क्लियर के भनेको त्यो त उसले बनाएर राखेको होला नि एउटा यसलाई क्लोज गर भनेर बनायो हो त्यो उसले स्क्रिप्ट देखाएको छैन हामीले खोल्नुपर्छ क्लियर भयो साथी यहाँसम्म अब यसमा लगआउट पनि गर्न सकिन्छ होइन यसमा के पनि गर्न सकिन्छ लगआउट पनि गर्न सकिन्छ ल लगआउटहरू आजलाई यति गरौँ न बाँकी अरू फेरि गरौँ है त लगआउटको लागि चाहिँ हेडरमा जाउँ लगआउट कता लेखाएको छ यसमा हामी देखौँ लगआउट.php लगआउट हुनु पऱ्यो त्यसको लागि चाहिँ सेसन स्टार्ट हुनु पऱ्यो सेसन अन्डरस्कोर डिस्प्ले गर्नु पऱ्यो र अब लगआउटमा त राखिराख्नु कुरो भएन यसलाई त तल जानु पऱ्यो कहाँ भयो लगइन इन्डेक्समा दियो भने त्यही हो लगइन दियो भने लोकेसन भनेको कन्टेन्ट टाइप डिफाइन हो यो हेडरभित्रको लोकेसन भने हाल्यो भयो सकिन्छ यहाँसम्म गर्नु एक्चुली अब एक्चुली बुझाउन छ अलिकति नगरौँ कि बुझाउन मात्र के चाहिँ त्यसैमा आउट अरूमा त हो जस्तो लाग्दैन मलाई त त्यो अघि हजुरले त्यो बिचको भएको त्यो चाहिँ फेरि अहिले कसरी आयो डिलिट गर्नु होइन कि सेसन लगाएर कन्डिसन लगाउनु हो त्यहाँ यदि त्यस्तो भयो भने त्यो चाहिँ सेसनको नपाउँदासम्म गाएँ पाएपछि मलाई आउनु साथीले यो हेडरको कुरा हेडरको हटाएको होइन नि त मैले त लगइन पेजको हटाएको हो ए मैले हेडर लगइन पेजमा फेरि सबै त्यो इन्डेक्समा लगेर कपी गर्नु होइन कपी गरेको थिएँ नि त त्यो मात्रै त्यो मात्रै हटाएको इन्डेक्स होइन हेडरको हटाएको नि त त्यसरी लगइनको हटाएको हेडरमा कन्डिसन बनाएको हेडर कन्डिसनल बनाएको लगइन भएपछि इन्डेक्समा जाने बनाउनु भयो होइन लगइन भएपछि जाने अब यो लगइन भन्ने बटनमा क्लिक गर्ने बित्तिकै लगइन गर्ने बित्तिकै प्रोसेस गर्ने बित्तिकै युजर नेम पासवर्ड पोस्ट भएर आउँछ
र युजर नेम पासवर्ड एडमिन र पास भन्ने छ भने सेसन कि यो बन्छ र लोकेसन चेन्ज हुन्छ। यो हामीले यो सेसन यो एडमिन यो कुमा बनाइन्छ यो 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 त लगइन पेज हो नि, लगइनको काम त लगइन पेज यहाँ बनाएको होइन म हो यसरी झुकेँ कि हामीले यो बनायो यो भएपछि मात्र बल्ल उतातिर यो यहाँबाट सेट गरियो, चेक गर्न पहिले चेक गरेछ यहाँ सेसन गरेर चेक गरेछ कि छ कि छैन भनेर चेक गरेछ। तर लगइन भन्ने न्यू एडमिन लगइन भन्ने कि चाहिँ जब युजर नेम र पासवर्ड करेक्ट हुन्छ अनि मात्रै त भन्छ नि। तर त्यो अनि सेसन अनि त्यो सर्भरले कसरी सेसनको त्यो स्टोर गर्छ त्यो पनि गर्छ अनि याद छ नि कहाँनिर कुन लोकेसनमा राख्छ होइन त्यसै हुनुपर्छ है। सर्भरमा के अरे सर्भरमा चाहिँ उसमा हुन्छ यो अपचेमा कहाँ राख्छ यहाँ हेरेको छैन, तर सर्भरमा चाहिँ त्यहीँ डिफाइन गरेर हुन्छ। त्यो सिटिएममा थाहा हुन्छ कि सेसन कहाँ स्टोर गर्ने भन्ने स्टोर गरेर तर राम्रोसँग